पीडित कर्णालीको पीडा, दुर्गम जीवन र छुवाछुत जस्तो कुरीतिका विरुद्ध उठेको आवाज हो। यो आवाज हो गाउँ गरिब र पछाडि पारिएका जनताको। नवीन विश्वकर्मा स्थायी ठेगाना कालीकोट जिल्लामा, बेगाउँपालिका हाल दिल्ली भारत। मेरो कर्णाली रोइरहेछ, भिरपाखामा जीवन दौडिरहेछ। आमाको आँखामा आँसु छ झै, छुवाछुतले मन पोलिरहेछ। रचसाला हुँदा छाउ पडी गोठमा, कयौं छोरी चेलीको सर्पटोकी गइसक्यो ज्यान र पीडा सँगै बोकेर बाँच्नु पर्छ उसले दिन दिनै। ओ सरकार सुन न हाम्रो आवाज, दुःख बेतान भयो साझ। रोड छैन, अस्पताल टाढा, किन यस्तो हाम्रो समाज। छुवाछुतको जालो छ्यात, ममता जब बचाऊ मेरो कर्णाली बाँच्न देऊ नयाँ देहात ढाऊ। गाउँ भन्दा टाढा छ गाडी बाटो, बिरामी हुँदा बाँच्नै गाह्रो। अस्पतालमा सेवा छैन, गरिबको जीवन सस्तो भयो। शिक्षा छैन, अवसर छैन, युवाको सपना हरायो। संसार अघि बढ्दै जाँदा मेरो गाउँ किन पछाडि रह्यो। जात भातले टुक्रिएको मन, मानवता कता हरायो। एउटै रगत एउटै सास, किन फरक व्यवहार आयो। ओ सरकार सुन न हाम्रो आवाज, अब सहन सकिन्न यो अन्याय। छुवाछुत हटाऊ आजै, बनाऊ समान समाज। मेरो कर्णाली हँस्न देऊ, उज्यालो भोलि ल्याऊ, दुर्गमलाई सम्झ